नमस्कार सबैजनालाई म लोयल भाइ सागर आछामी र वेलकम टु माई न्यू भिडियो र आज चाहिँ थोरै हामी सिलेबसको बारेमा डिस्कसन गर्छौं र यसपालि आइयुले 2080 सालको ब्याच अनुसारले नयाँ सिलेबस निकालेको अनुसारमा चाहिँ अब 5th सेममा चाहिँ कुन विषय पढ्नु पर्ने र कतिवटा च्याप्टर छ र कुन विषयबाट कति मार्क हुन्छ भन्ने हामी यहाँ छोटोबाट डिस्कसन मात्र गर्छौं। त्यहाँदेखिको हामी चाँडै नै भिडियो लिएर आउने नै छौं र तपाईहरु देख्न सक्नुहुन्छ हैन। सरी स्क्रिन अलिकति शेयर भएर हुन्छ हैन। यहाँ हेर्न सक्नुहुन्छ र यसपालिको म अगाडि नै भनिदिन्छु। यसपालि चाहिँ हाम्रो चाहिँ धेरै भनौं न डिजाइन मात्र राखिदिएको रहेछ। मैले यसो हेरेँ थिएँ सिलेबस र हामी अहिले नै हेर्न सक्छौं। ल कहाँबाट सुरु गर्नु त अब यत्रो यो आईएस कोडहरु हो र अलिकति इम्पोर्टेन्ट नै छ हैन। अब जम्प है त ल ठिकै छ। ल फाउन्डेसन अब भनौं न फाउन्डेसन इन्जिनियरिङबाट जाने हो। अब लेट्स सी र तपाईहरुलाई थाहा छैन यसपालिको चाहिँ 7 वटा विषय छ हजुरहरुको। 7 वटा विषयमा चाहिँ 7 वटाकै पास मार्क भनौं न 24 र फुल मार्क 60 छ हैन। 40 को भन्दा चाहिँ 60 छ हैन र एकदमै अब पुरै डिजाइन आईएस कोडहरु थुप्रो चाहिन्छ। यहाँ तपाईहरुले यही देख्न सक्नुहुन्छ। यहाँ यो डिजाइन फर स्टिलको लागि छुट्टै यो स्टिलको लागि भयो। सरी दुईटा एउटै भएछ केही पनि छैन हैन। अनि यो चाहिँ फेरि युनिट लोडको लागि डेड लोडको लागि छुट्टै, विन्ड लोडको लागि छुट्टै, मेसिनरी वालको लागि छुट्टै, फेरि यहाँनिर स्ट्रक्चर कोड 1 यो छुट्टै छ क्या। ओ माय गॉड हैन। पुरै तपाईको त कोड यो कोड अनुसारले तपाईहरुले हरेक विषयमा चाहिँ मैले एनालाइसिस देखे कि मैले एकचोटी मात्र हेर्दैछु हैन। र स्यानिटरी इन्जिनियरिङ हेरौँ है त। अब फाउन्डेसन इन्जिनियरिङमा चाहिँ च्याप्टर अब पढ्नु पर्ने धेरै नै छ। अब के भन्ने कुन चाहिँ विषयमा हो मैले 9 वटा जति च्याप्टर देखेँ कि अब यहाँ डिस्कसन गर्दा थाहा भइहाल्छ हैन। लेट्स होप फाउन्डेसन इन्जिनियरिङ हैन। अब यो चाहिँ 5th सेमको नयाँ सिलेबस आइयुले निकालेको अनुसारमा चाहिँ यहाँ एक्सप्लेनेसन हो। यो भन्दा ओल्ड कोर्ससम्म चाहिँ फिटिक्कै एक रति पनि मिल्दा पनि मिल्दैन। यो पुरै न्यू सिलेबस हो र मैले पहिलाको फर्स्ट सेमदेखिको लिएर अझैसम्मको आइयुले चाहिँ अब भनौं न 5th सेमसम्मको सिलेबस मात्र आइपुगेको छ र 6th सेमको अब 6th सेममा पुग्नै बाँकी छ हैन। र हामी यसो हेर्न सक्छौं है त। ल म अलिकति स्क्रिनलाई ठुलो बनाइदिन्छु। यो ल्यापटप इज नट वर्किङ प्रपरली हैन गाइज। अब देख्न त यतिमा पनि देखिन्छ तर ठुलो हैन। अब ठुलो भनेको ठुलै हो नि। कहाँ गयो फेरि भागिहालेछ। ल अलिकति स्किप गर्न सक्नुहुन्छ र लेट्स स्टार्ट है त। फाउन्डेसन इन्जिनियरिङ। अब यो फाउन्डेसन भन्नाले के हो? अब तपाईहरुले फाउन्डेसन कसरी बुझ्नु पर्यो भन्दा जग घर बनाउनु भन्दा अगाडि जग हो र त्यही जगलाई नै फाउन्डेसन भनिन्छ। र यो फाउन्डेसनको बारेमा चाहिँ अब थोरै छ। अब हामी हेर्न सक्छौं हैन। मेरो हिसाबमा च्याप्टर 1 चाहिँ अब यो जियो टेक्निकल इन्भेस्टिगेसन र साइट इन्भेस्टिगेसन यस्तो ओल्ड कोर्सहरुमा त्यही टपिक छ र एउटै हो, नाम मात्र फरक हो। र अलिकति हेर्दाखेरि 1.8 सम्म गएको रहेछ र यसबाट अलि 12 मार्क जति सोध्ला। अहिले हामी मार्कको डिस्ट्रिब्युसन पनि हेर्ने नै छौं। र स्लोप स्टेबिलिटी एनालाइसिस यो चाहिँ तपाईहरुले 4th सेममा सोइल मेकानिक्स भनेर पढ्नु भएको थियो नि। हो त्यसमै हो C0 सोइल, 50 सोइल, C50 सोइल। त्यही हो C0 सोइल भनेको स्यान्ड भयो जहाँ फ्रिक्सनै हुँदैन। अब C5 सोइल भनेको बालुवामा माटो पुरेको माटो हिलो मिसाइदिएको के कम्बिनेसन अफ बोथ क्ले र स्यान्डको चाहिँ कम्बिनेसन हो हैन C5 भने चाहिँ। अनि 5 भने चाहिँ अब भनौं न प्योर क्ले के त्यसकै बारेमा हो। र यो माटोमा चाहिँ अब के गर्न सकिन्छ, कस्तो फेलियर आउन सकिन्छ। अब च्याप्टर थोरै छ तर सबैभन्दा सजिलो च्याप्टर पनि यही लाग्यो र हरेक च्याप्टरबाट एउटा न्यूमेरिकल फिक्स हो।
अब अर्थ प्रेसर थ्योरी पनि छ र बियरिङ क्यापेसिटी थ्योरीहरू पनि थुप्रो छ र यहाँ मध्येमा सबभन्दा इम्पोर्टेन्ट च्याप्टर भने चाहिँ मलाई यो लाग्यो है, एनालाइसिस अफ स्यालो फाउन्डेसन। अब कसरी एनालाइज गर्ने, हो माइ गड, यो 7 घन्टाको रहेछ। र एनालाइसिस अफ डिप फाउन्डेसन, जस्तै अब पाइल पायर वेल क्यासन, यो पुलहरूको तपाईँहरूले आरसिसी पुल देख्नु भएको छ भने त्यसको तल हुन्छ नि सर्कुलर टाइपको त्यो जग हो, त्यही पाइल पायर भनिन्छ, त्यस्तै हो। अब अहिले यो सिलेबसको बारेमा थोरै उस मात्र हो। र एनालाइसिस अफ फाउन्डेसन इन रक, अब भनौँ न एनालाइज गर्नु पऱ्यो, तर रकी प्लेसहरू हुन्छ नि त, अब सबै ठाउँमा त अब त्यो माटोकै भन्ने हुँदैन होइन, अब कस्तो खाले हुन्छ एनालाइज गर्नुपर्ने। र 7 पनि इम्पोर्टेन्ट छ र 8 पनि इम्पोर्टेन्ट हो। ओ माई गड, 8मा झन् फ्लेक्सिबिलिटी, रिजिड र फ्लेक्सिबिलिटी। अब रिटेनिङ स्ट्रक्चर हो। अब रिटेनिङ भन्नाले त अर्थ प्रेसरलाई चाहिँ अब रिटेन गर्नु हो नि त, भन्नाले सपोर्ट दिने हो। र फ्लेक्सिबल प्लेमेन्ट, यो भनौँ न आरसिसी यदि तपाईँले डन्डी हालेर गर्नुभयो भने त्यसलाई भन्छ फ्लेक्सिबल रिटेनिङ वाल। अब डन्डी नहालिकन गर्नुभयो भने अब त्यही रिजिड भनिन्छ होइन। र यसको चाहिँ अलिकति हामी अब हेरौँ है त टाइम, ट्युटोरियल हेर्न सक्नुहुन्छ तपाईँहरू, आफै हेर्नु। अब यो पनि 8.7सम्म गएको छ। अब यहाँ नै ओ माई गड, च्याप्टर 1बाट 8 मार्क। यो स्टार भन्नाले चाहिँ तपाईँको के हो भन्दाखेरि अलिकति यसबाट 7 मार्क अथवा 9 मार्क बढेर पनि आउनसक्छ अथवा घटेर पनि आउनसक्छ भनेर भनेछ। र यो सबैमा लागु हुन्छ। फुल मार्क त्यही हो 60। अब वर्किङ आवर 45 छ। अब होइन, पासमा 24 हो। अब एकदमै महत्त्वपूर्ण छ। अब यो च्याप्टरहरूको नाम हेर्दै यतातिर माथिको भिडियो ब्याक गरेर हेर्न सक्नुहुन्छ, किनकि आज हामी सिलेबस डिस्कसन मात्र गरिरहेको छौँ होइन। ल है त, अब हामी अर्को सब्जेक्टतिर जाउँ। पहिला म एउटै पिडिएफमा बनाउँथेँ र यसपालि चाहिँ अलिकति सुर सार ताल मिलेन जस्तो छ कि। केही छैन, ढिला गरौँला, तपाईँहरू स्केप गर्न सक्नुहुन्छ होइन। आज मेरो ल्यापटपले पनि साथ दिएको छैन। आज अलि हतार, धेरै चाँडो हतार गरियो होइन। यो चाहिँ हाम्रो अघिकै हो होइन। अब मैले यसको बारेमा फेरि पनि भन्नु नपर्ला होइन, तपाईँहरू ब्याक गएर पनि हेर्न सक्नुहुन्छ। र लेस होप, खै त खुल्दैन त, कहाँ गयो, हराए जस्तो छ स्लाइडहरू पनि। अर्को विषय छ डिजाइन अफ टिम्बर एन्ड मेसिनरी स्ट्रक्चर। ओ माई गड, यो चाहिँ यस्तो खाले सब्जेक्ट हो। यसमा डिजाइन, अब नामै अब डिजाइन अफ टिम्बर एन्ड यसमा आइएस कोड त तपाईँको यति धेरै लाग्छ नि। अब भनौँ न, अब यसमा त न्युमेरिकल सब्जेक्ट मात्र हो र यसको अब्जेक्टिभ हेर्न सक्नुहुन्छ होइन। अब म सिधै च्याप्टरमा गएँ, एकछिन डिले भइरहेछ होइन। च्याप्टर 1मा इन्ट्रोडक्सन टु टिम्बर, यो पुरै थ्योरी हो होइन। अब च्याप्टर 1बाट पुरै अब न्युमेरिकल भन्ने कुरै आउँदैन होइन। अब च्याप्टर 2मा हेर्न सक्नुहुन्छ जोइन्ट इन टिम्बर स्ट्रक्चर। अब कस्तो खाले जोइन्ट, अब बोल्नेट स्क्रु, अझै यहाँनिर वेल्डेड छैन, वेल्डेड राखेको रहेन रहेछ। अब ठिकै छ, यहाँनिर अब बोल्टेड र नेल जोइन्टको बारे पनि छ र यो एकदम छोटो पनि छ। अब हेर्न सक्नुहुन्छ। र यसमा चाहिँ कतिवटा च्याप्टर छ म आफैले हेरेको छु, यो चाहिँ अहिले भर्खर नयाँ हो होइन। अब यसमा चाहिँ स्ट्रक्चरल एलिमेन्ट अफ टिम्बर स्ट्रक्चर। अब टिम्बर स्ट्रक्चरको चाहिँ अब यसको पनि आइएस कोड छुट्टै छ है साथीहरू, यसको पनि आइएस कोड चाहिँ छुट्टै छ। यो अहिले हामी सिलेबस डिस्कसन मात्र हो। तपाईँहरूले सरसर्ती आँखा लगाएर च्याप्टर 4मा यो रहेछ, यो पढ्नुपर्ने रहेछ, यति मात्र ध्यान गर्नु होला होइन। किनकि म चाहिँ अब यो विषयको बारेमा चाहिँ अब पढाउन बाँकी नै छ होइन। अब मैले सुरुदेखि पढाउनु पर्छ, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। डिजाइन अफ मेसिनरी वाल फ्रम द ग्राभिटी लोड। अब यो लोड बियरिङ र लोड बियरिङ र नन लोड बियरिङमा पऱ्यो होइन। अब सिस्मिक डिजाइन, अब कुनै ठाउँ भुइँचालो आउँछ भने अब जस्तै त्यही भुइँचालोसँग रिलेटेड हो च्याप्टर 7। र टेस्ट अफ मेसिनरी इलिमेन्ट, अब भनौँ न कम्प्रेसिभ स्ट्रेन्थ, अब त्यो के त त्यही टेस्टहरू हो एकदमै, यो सबै ल्याब टेस्टहरू हो र हामी गर्न सक्छौँ। ट्युटोरियल हेर्न सक्नुहुन्छ होइन। अब डिजाइन हेर्नु टाइप्स अब टिम्बरको बारेमा, टिम्बरको कोलुम रे टिम्बरको बिम रे सबै डिजाइन छ, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन।
अब यसमा पनि डिजाइन अफ वाल विथ एक्टिङ एज कोलुम रे। अब कोलुमको जस्तो एक्टिङ गरेर चाहिँ अब वाललाई डिजाइन गर्ने हो माइ गड। यसमा चाहिँ आइएस कोड अनिवार्य हुन्छ र तपाईँहरू एउटा प्रिन्ट गर्नै पर्छ किनकि यो लाइफ टाइमलाई काम लाग्ने चिज हो होइन। र मार्क डिस्ट्रिब्युसनको कुराकानी गर्नुपर्दा 4 6 10 ओ माइ गड। च्याप्टर नम्बर 3 नछोड्नु होला र च्याप्टर नम्बर 3 को लागि माथि नै जानु होला र अर्को च्याप्टर नम्बर 5 नछोड्नु होला। 4 6 10 4 12 कि हो च्याप्टर 5 त झन् छोड्नै नहुने रहेछ। अब सबै इम्पोर्टेन्ट छ च्याप्टर 5 देखिको तलतिर चाहिँ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। देयर मे बी माइनर डेभिएसन इन मार्क डिस्ट्रिब्युसन। अब यो 4 को ठाउँमा 2 सोधेर अब यहाँबाट चाहिँ एनालाइज पार्स यसमा यो 6 लाई चाहिँ 8 बनाएर सोध्न सक्छ। त्यस्तै त्यस्तै भन्यो, अलिकति तल 1 2 मार्कको तल मात्र हुने भनेको हो। र हामीले यो देख्न सक्छौँ रेफरेन्सहरू यहाँनिर छ। अब यहाँमध्ये कुन बुक तपाईँहरूलाई कलेजले प्रोभाइड गर्छ होइन। सकेसम्म चाहिँ राम्रो बुक भने चाहिँ होइन, अब यो 1 र 4 अनि 3 यिनीहरू अलिक ठिक छ। अब ठिकै छ, सबैमा डिजाइन एन्ड एनालाइसिस हो। तपाईँहरू आइएस कोड अनुसारले चाहिँ होइन भने मान्नुहुन्छ भने आइएस कोड मेन इम्पोर्टेन्ट हो। र आइएस कोड चाहिँ तपाईँले अब लाइभ लोडको लागि छुट्टै, डेड लोडको लागि छुट्टै, विन्ड लोडको लागि छुट्टै। अब सबै ठाउँमा त अब हावा नआउने, हावा आउने त्यस्तो ठाउँ हुन्छ नि त। त्यही भएर हरेकको चाहिँ छुट्टा छुट्टै राखिदिएको छ। र हामी चाहिँ अर्को के छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ हामी चाहिँ आइएस कोड चाहिँ इन्डियाको युज गर्छौँ किनकि अब भनौँ न नेपालको चाहिँ आफ्नै छैन। अनि त्यही भएर आइएस कोड चाहिँ हामी इन्डियन स्ट्यान्डर्ड आइएस भन्नाले इन्डियन स्ट्यान्डर्ड हो। अब एनएस त कहिले निस्किन्छ नेपाली स्ट्यान्डर्ड, अब ठिकै छ। इन्जिनियरिङ इकोनोमिक्स यसको बारेमा मलाई कन्सेप्ट खासै थाहा छैन। मलाई पुरै इन्जिनियरिङ विषयमा चाहिँ अब अलिकति नयाँ अब यो भनौँ न अर्थतन्त्रतिरको गयो होला र तपाईँहरू यसको सरसर्ती हेर्नु होला। र यसको चाहिँ भिडियो म सबभन्दा ढिलै बनाउने छु किनकि म आफै पनि वेल प्रिपेयर छैन। अब यो च्याप्टर 1 बाट थोरै मार्क्स हुने रहेछ। आवरसम्म कम्पेयर गर्नु क्या तपाईँहरू। मार्कको त्यो टेबल डिस्ट्रिब्युसन हेर्नु छ भने स्केप गरेर नहेर्नु, डाइरेक्ट यो आवर हेर्नु, भिडियो पनि हेर्नु, कुन कुन च्याप्टरमा के पढ्नुपर्ने होइन। अब यहाँ के भने मार्केट डिमान्ड सप्लाई एन्ड रिलेसनसिप च्याप्टर 2 हेर्न सक्नुहुन्छ। च्याप्टर 3 अलि इम्पोर्टेन्ट जस्तो छ किनकि 8 आवर्स बन्नु छ है। च्याप्टर नम्बर 4 पनि हेर्न सक्नुहुन्छ र च्याप्टर नम्बर 5 पनि हेर्न सक्नुहुन्छ होइन। अलिकति पज गर्दै हेर्नुहोस्। च्याप्टर नम्बर 5 मोस्ट इम्पोर्टेन्ट। यो च्याप्टर छोड्नु भनेको लगभग फेलै हुनु हो। र मैले भनिहालेँ अघि पनि, मैले यो सिलेबसहरू चाहिँ सुरुदेखिको हेरेको पनि छैन होइन। च्याप्टर नम्बर 7 सम्म हेर्नुभयो होला र 8 9 हेर्नु, च्याप्टर 9 सम्म छ। ल के भन्ने अब च्याप्टर 9 सम्म यो म आफैलाई पनि गाह्रो हो किनकि अब धेरै टाइम लाग्छ। किनकि अहिलेको विद्यार्थीहरूलाई चाहिँ अब पढाइ भइरहेको होला कति कलेजमा चाहिँ अब फाइनल इक्जाममा चाहिँ अब माइनर डिस्ट्रिब्युसन भनेको छ, त्यही अहिलेको कुरा हो। 3 5 3 8 16 ओ माइ गड। च्याप्टर नम्बर 5 सबभन्दा लेन्दी त्यही थियो, 16 मार्क आउने रहेछ। ल तपाईँहरूले च्याप्टर नम्बर 5 5 1 2 3 पढ्नुभयो भने 24 मार्क मजाले आउँछ। र रिफरेन्सको लागि 3टा मात्र बुक राखिदिएको छ र हामी देख्न सक्छौँ। र हाम्रो नेक्स्ट हुनेछ, हाम्रो नेक्स्ट के छ, ट्रान्सपोर्टेसन इन्जिनियरिङ। ओ माइ गड। अब नाममै ट्रान्सपोर्टेसन भन्नाले एक ठाउँदेखि अर्को ठाउँ। अब प्राइमेरी ट्रान्सपोर्टेसन, सेकेन्डरी ट्रान्सपोर्टेसन, यसको बारेमा चाहिँ लास्टै डेफमा अब पछि म भिडियो बनाएर हाल्नेछु। र आजको कन्टेन्ट चाहिँ त्यही हो, सिलेबस अनुसार मात्र हो, नत्र भए त अहिले नै सुरु गर्नुहुन्थ्यो। र ठिकै छ, अब केही छैन। खै त आज के भएको छ मेरो ल्यापटपलाई साँच्ची भने। पहिला यसरी कहिले ल्याग चल्दैन थियो, आज चाहिँ आफ्टर लङ पिरियड अफ टाइम होइन। अब दसैँ तिहार छठले गर्दाखेरि अलिकति टाइम बेसी युज भयो होइन। र यो इन्जिनियरिङ इकोनोमिक्स होला के भन्नु, मलाई त हेडेक हुन थालिसक्यो होइन। तपाईँहरू अलिकति स्केप गर्न सक्नुहुन्छ होइन। ट्रान्सपोर्टेसन इन्जिनियरिङ कमान। र ट्रान्सपोर्टेसन इन्जिनियरिङ चाहिँ खासै त्यस्तो अप्ठ्यारो चाहिँ मैले देखिनँ होइन। अब यसो मैले सिलेबस यसको पनि हेर्न भ्याइसकेको थिएँ र सेनिटरी इन्जिनियरिङको पनि मैले हेरिसकेको छु र लास्टै लेन्दी छ। अब भनौँ न पुरै एनालाइसिस। अब पहिला चाहिँ फर्स्ट सेम, सेकेन्ड सेम, थर्ड सेम, फोर्थ सेममा अब डिमान्ड सिमान्ड पऱ्यो भने चाहिँ अब ट्रान्सपोर्टेसन इन्जिनियरिङ भनेको के हो यो मैले भनिराख्नु होला। अब यो भन्नु पऱ्यो भने पनि अब अलिकति गाह्रै छ। त्यही हो, एक ठाउँबाट गुड्स, स्पेसल्ली गुड्स भन्ने शब्द युज गर्नु होला। कुनै पनि गुड्सहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँ लगिन्छ भने त्यसलाई भन्छ ट्रान्सपोर्टेसन। अब यसको पनि अब ट्रान्सपोर्टेसन अब प्लानिङ एन्ड इन्जिनियरिङ।
अब प्लानिङ चाहिँ कसरी गर्ने, अब जस्तै एउटा सहरमा एउटा गाडी चाहिँ अब 5,000वटा अहिले हाल तत्काल अहिले चाहिँ हाल तत्काल चाहिँ तपाईँको 5,000वटा गाडी चलिरहेको छ भने अबको 10 वर्षसम्मको हामीले प्लानिङ गर्नु पऱ्यो भने कतिवटा गाडी हो, यस्तै यस्तै कुराकानी हो, अरू केही पनि छैन। र यो हरेक च्याप्टर लेन्दी छ है, यहाँ नै 1.4को पनि भित्रको 1.44 छ। अब त मैले भनिराख्नु नपर्ला, यो 4 आवरको छ र यो सबभन्दा सानो च्याप्टर यही होला, हाइवे एलाइनमेन्ट। अब यो लेफ्ट एलाइनमेन्ट, राइट एलाइनमेन्ट, साइड एलाइनमेन्ट, अब फ्याक्टर र कन्ट्रोलिङ हाइवे एलाइनमेन्ट, यो अलिकति इम्पोर्टेन्ट छ होइन। अब तपाईँहरूले सर्वे क्याम्प गर्नुभयो होला नि होइन र। यो च्याप्टर 3 इज मोस्ट इम्पोर्टेन्ट मलाई, किनकि 16 घन्टा ड्युरेसनै 16 घन्टा राखिदिएको छ। अब अलि हेर्दाखेरि पनि अब धेरै आउँछ जस्तो छ होइन, आवरसम्म कम्पेयर गर्नु भने मैले अघि अरूको विषयमा पनि मैले भनिसकेपछि। अब हाइवे ड्रेनेज, अब यो ड्रेनेज भन्ने कुरा सुनिराखेको हो, अब त्यही हो पानी पास गर्ने रुलको छेउबाट होइन। अब हाइवे मेटेरियल 5वटा लेसन छ, तर पढ्नुपर्ने चाहिँ भित्रको पनि कति छ यो। अब 3.2 भित्रको पनि यो अझै भित्र पनि छ, मैले हेरिसकेको छु होइन। उयो यस्तै हो क्या, यो च्याप्टर नम्बर 1.3को अब 1.3.1देखिको लिएर 1.3.4 जस्तै हो। यो हेर्दाखेरि चाहिँ जोमेट्रिकल डिजाइन अफ हाइवे चाहिँ एकदमै, अब यो चाहिँ डिजाइनै गर्नु भनेर भन्छ। यो डिजाइन भन्ने कुराले चाहिँ होइन लास्ट इम्पोर्टेन्ट छ, मैले अगाडि पनि भनिसकेँ। मैले त्यही भएर आइएस कोडहरू पनि मैले डिजाइन गरेर के अरे रेडी प्रिपेयर गरेर राखिसकेको छु। तपाईँहरू पनि यसो गुगलमा गएर अथवा क्रोमबाट डाउनलोड गर्दा हुन्छ, मजाले पाइन्छ इजिली। आइएस कोड यति यति भनेर दाब्नु होला होइन। म अहिले त्यो भनिनै छु लास्टमा। र यो ट्युटोरियल अब यो विषय पढिसके पछाडि अब गर्नुपर्ने के हो, यस अब यहाँ छँदैछ, अब यो भइहाल्छ होइन। प्र्याक्टिकलहरू यो अब यही हो। अब मार्क डिस्ट्रिब्युसनको कुरा गर्नुपर्दा तपाईँहरूले च्याप्टर नम्बर 1 र 5 मात्र पढ्नुभयो भने इक्जामलाई इनफ हुन्छ, तर पास हुनको लागि पढ्ने होइन, त्यो मैले भनिराख्नु नपर्ला 5th सेमिस्टरको विद्यार्थीहरूलाई होइन। अब ल ठिकै छ, अब रिफरेन्सको लागि तपाईँहरू तल हेर्न सक्नुहुन्छ। र यसो मैले समय बचाउनलाई अब मैले सबै पढेर बसिनँ होइन, तपाईँहरू सलक्कसँगले हेर्न सक्नुहुन्छ। र अब हामी सेनिटरी इन्जिनियरिङमा जाउँ है। सेनिटरी इन्जिनियरिङ ओ माई गड, यसको पनि एनालाइसिस छ र मान्छे अलिकति भनौँ न पुरै ठ्याक्क ढक्क पारिदिने खाले टाइपको छ क्या। यसमा त झन् यो ट्रान्सपोर्टेसन इन्जिनियरिङको बाउ रहेछ, यति बुझ्नु न। त्यसमा एउटा एनालाइसिस थियो भने यसमा त हरेक स्टेपमा एनालाइसिस छ, हरेक च्याप्टरमा एनालाइसिस छ। र त्यसको बारेमा म अब यहाँनिर डिस्कसन गर्दा पनि भइहाल्यो। अब यहाँ हेर्नु सेनिटरी इन्जिनियरिङ, अब सेनिटरी भन्ने बित्तिकै के हो, अब सेनिटरी भन्नाले पानीसँग रिलेटेड हो, तर अनवान्टेड फ्रम ह्युमन बिङ्स क्या। हामीले सदुपयोग गरिसकेको पानीलाई फर्दर ट्रिटमेन्ट गरेर चाहिँ होइन, त्यसलाई चाहिँ अब फर्दर ट्रिटमेन्ट गर्नुभयो क्या। हरेक प्रब्लमको सोल्युसन चाहिँ अब इन्जिनियर हो क्या। अब यो फोहोर पानीलाई के गर्ने कसो गर्ने, अब यो मैले भनिराख्नु नपर्ला, किनकि यो च्याप्टर वाइज म पढाउने नै छु। र म च्याप्टर धेरै लामो छ, ड्युरेसन अब जम्मा 2 हेर्नु 1.7सम्म पढ्नु छ। अब त्यो भित्र पनि अब त्यो कमादिएको त्यो छुट्टै भइहाल्यो होइन। कलेक्सन, कन्भे, ट्रिटमेन्ट एन्ड डिस्पोजल, अब यो तपाईँहरूलाई एउटा कुरा भन्नु, हजुरहरूले थाहा छैन, ह्युमेन एक्सक्रिटालाई यो सेनिटरी इन्जिनियरिङमा अर्को ल्याङ्ग्वेजमा नाइट सोइल भनेर पनि चिनिन्छ। यो कुरा चाहिँ याद गर्नु है, किनकि अब सेनिटरी हो होइन। अब हाइजिनसम्म एक्सेप्ट गर्छ। च्याप्टर नम्बर 1हरू सर हेर्नु होला, यो सिलेबस डिस्कसन मात्र हो। र क्वान्टिटी अफ वेस्ट वाटर, अब कति यो अब क्वान्टिटी भन्ने शब्द मैले पहिला पनि वाटर रिसोर्समा मैले भनिसकेको छु। अब डिजाइन एन्ड कन्स्ट्रक्सन, ओ माई गड, यसको यो भित्र हेर्नुभयो भने तपाईँ ढल्नुहुन्छ होइन। केही छैन, यो पुरै पार्ट 1 पार्ट 2 पार्ट 3 बनाएर हाल्नुपर्छ मैले पनि। अब सुरुमा त म सजिलै च्याप्टरबाट सुरु गर्छु। र सिवेज एबर्टस, अब नेसेसरी अब कुन सामानहरू चाहिँ होइन के चाहिँ अब चाहिन्छ त्यस्तै हो। यो अलि सबभन्दा छोटो यही हो, नत्र योभन्दा अरू छैन। र यो वेस्ट वाटर माइक्रोबायोलोजी, अब वेस्ट वाटरभित्रको त्यो हुन्छ नि ब्याक्टेरियाहरू, फङ्गाई, एल्गीहरू यहीँनिर लेखिरहेको रहेछ, सरी 5.1मा मैले हेरिरहेको छु होइन। अब यहाँनिर हेर्नु 5.7को पनि यो सबभन्दा यहाँ मध्येमा इम्पोर्टेन्ट चाहिँ मैले कुन देखेछु भन्दाखेरि, मैले अस्ति एकचोटि हेरेको थिएँ, कहाँ गयो खोइ के कर्भ थियो क्या गाइज होइन, उयो गोर्थ क्रप, यो चाहिँ अलि इम्पोर्टेन्ट अलि होइन, यो धेरै इम्पोर्टेन्ट छ होइन। अब यसपालि अब आइओले क्वेसन पनि अस्ति मैले हेरेको वाटर सप्लाई इन्जिनियरिङको के अरे रेगुलर क्वेसन हेरेको, न्युमेरिकलको ठाउँमा सबैमा थ्योरी क्या।
खासमा न्युमेरिकल विषय थियो, तर 80% चाहिँ थ्योरी सोध्यो, 20% अब न्युमेरिकल सोध्यो। तर कोर्सको अनुसारमा 80% चाहिँ न्युमेरिकल थियो, 20% थ्योरी थियो। अब त्यही हो, गाह्रो छ अहिलेको 5th सेमको लागि होइन। र यो त्यही 5th सेमको हो, र पज गर्दै हेर्न सक्नुहुन्छ। र यो 6.5.4 कति आवरको रहेछ एकचोटि म हेर्नु पर्यो, 5 आवरको मात्र, तर यति छ। र धेरै जस्तो थ्योरी छ, त्यही भएर यो भित्रको पनि भित्र चाहिँ किन भन्दाखेरि यो थ्योरी भएर हो होइन। अब यो सिओडी र बिओडीको बारेमा पछि तपाईँहरूले बुझिहाल्नुहुन्छ। अब त्यही हो। अब वेस्ट वाटर डिस्पोजल, अब यो वेस्ट वाटर अब नाममा पनि छ डिस्पोजल, कहाँ गएर यता वेस्ट कहाँनिर गएर के गर्ने हो, कसरी गर्ने हो, कसरी ट्रिटमेन्ट गर्ने हो, कतिसम्म ट्रिटमेन्ट भए पछाडि हामीले समुद्रमा फ्याँक्न मिल्छ, बाहिर बाहिर देशको कुराकानी हो। अब इन्जिनियर भए पछाडि कि नेपालको बारेमा मात्र पढ्ने त हुँदैन। अब त्यही वाटरलाई चाहिँ ट्रिटमेन्ट गर्ने हो। अब मैले अहिले भर्खर माथि भनेको जस्तै हो, त्यही 4 पानीलाई चाहिँ अब यो त एक पेज चाहिँ छ गाइज, यो एक पेज छ, यसको आवर हेर्नु होला है। म सबभन्दा छक्क चाहिँ यो च्याप्टर देखेर भएको हो, नत्र भए खासै छैन। 12 घन्टाको मात्र छ। अब हेर्नु न, यो हरेक टपिकभित्रको सब टपिक छ। ल सब टपिकको पनि सब टपिक छ। 8.5.3 को हेर्नु है त, 1 छ, 2 छ, अनि 8.6 हेर्नु, एक पेज त गयो। ल एक पेज त ट्याक्कै गयो, 7वटा पेज छ हेर्नु। त्यहाँदेखिको स्लज, अब स्लज भन्नाले के हो, अब तपाईँले कुनै अब सामान्य भन्नुपर्दा एउटा गिलासमा 2 मुठी माटो लिएर घोलेर छोडिदिनुहोस्, र थेग्रेर बसेको तलको चिजलाई नि स्लज भनिन्छ। र अब त्यसलाई पनि ट्रिटमेन्ट गर्ने, कसरी कहाँ फ्याँक्ने, के गर्ने, अब युजफुल ल्यान्डमा के गर्ने, तपाईँहरू पज गरेर कुरा सुन्दै अब हेर्दा पनि हुन्छ, नत्र भए अलिकति डबल स्पिड गर्दा पनि हुन्छ। म भनिहाल्छु। अब यो अनसाइड अफ वेस्ट फ्रम आइसोलेटेड फेसिलिटी भइहाल्यो। र यो लास्ट चाहिँ र हेर्नु है, 10वटा छ है, 10वटा छ है गाइस, इट्स नट अ जोक। 10वटा च्याप्टर छ। र लास्ट अब यो ट्युटोरियल हेर्न सक्नुहुन्छ। अब यो चाहिँ छ होइन। अब यो ट्युटोरियल भन्ने कुरा अब सर तपाईँहरू हेर्नु होला। अब यसपालि आइओले के गरे म आफै छक्क छु होइन। र फाइनल इक्जाममा सोध्नुपर्ने चाहिँ अब हेर्नु, अब च्याप्टर नम्बर 8मा हेर्नु, छक्क पर्नुहुन्छ। अब सबै अब च्याप्टर नम्बर 8 मात्र पढेर अनिखेर यो भनौँ न 5, 6, 7, 8 यति पढ्यो भने पनि पास मजाले हुन्छ। तर पास हुनको लागि मैले भने पास हुनको लागि धेरै दुःख गर्नु पर्दैन, बुझेर पढ्नु, म चाहिँ त्यही भन्छु होइन। अब रेफरेन्सको लागि यहाँ थुप्रो बुकहरू राख्दैछ, तर थ्योरीको लागि त यो 2टा बुक भयो हुन्छ। यो भनौँ न यो 2 नम्बरको, र अनिखेर यो 5, अनि सबै बुक उस्तै हो। तर त्यही हो, यही माथिको यो मैले वर्णन गरेको यही सिलेबस अनुसारले पढ्नुपर्ने हो, किताबमा खोजी अझै सरहरूले पनि स्लाइड प्रोभाइड गर्नुहुन्छ होला तपाईँहरूलाई, त अझै धेरै सुविधामा हुनुहुन्छ। ल हामीले सेनिटेरीको बारेमा पनि सिलेबसहरू हेर्न भ्यायौँ है त। अब नेक्स्ट के छ, सेनिटेरी पनि भयो, इकोनोमिक्स पनि भयो, टिम्बर पनि बल्ल 5वटा भएको छ है त। अहिले अझै 3टा बाँकी छ। र 3टा चाहिँ कहाँ गयो त, 3टा कहाँ गयो भन्दाखेरि अब म यहाँ जानुपर्ने हुन्छ होइन। अब मैले टिम्बर भनिहालेँ, डिजाइन अफ स्टिल स्ट्रक्चर। अब मैले यो डिजाइन अफ स्टिल स्ट्रक्चर भनेको छैन, र यसमै यो पनि आइएस कोडवाले हो। तपाईँहरू ढुक्क भएर बस्नु, यो पनि आइएस कोडै हो भनौँ न। यो कोड भएन भने त गयो। यसमा पनि अब नाममै अब डिजाइन छ, अब केही भन्नै पर्दैन मैले होइन। अब डिजाइन नाममा भए पछाडि अब हामीले काम पनि गर्नुपर्छ, र डिजाइन खासै अलि अप्ठ्यारो त हुँदैन। त्यही पनि आइएस कोड अनुसारले फलो गर्नुपर्छ। यो चाहिँ एकदम अब छोटो छ भनौँ न, छोटो भन्नाले पनि अब कस्तो भन्दाखेरि लास्टै छोटो पनि होइन। च्याप्टर कम भएको, तर एनालाइसिस पार्टहरू, डिजाइन पार्टहरू चाहिँ धेरै भएको क्या। स्टिलको स्ट्रक्चर मात्र, अब पहिला त काठको युज हुन्थ्यो होइन, गाउँघरमा कति हामीले देखिरहेको हुन्छौँ होइन, काठको मात्र युज हुन्थ्यो। र पछि डेभलप सिटीहरूमा चाहिँ अब स्टिलहरू प्रयोग गरिन्छ नि त, किनकि लोड बियरिङ क्यापेसिटी त स्टिलमा बढी हुन्छ नि त। अब यो कोर्सको अब्जेक्टिभहरू हेर्नु होला। अब यो यस्तो भनिएर यो बस्न सकिँदैन होइन। अब बस्न त सकिन्छ, त्यही पनि अब टाइमको अलिक कदर गरौँ, किनकि मैले यहाँ मध्येमा सिलेबस डिस्कसन गरेदेखिको उतातिर एउटा भिडियो पनि अपलोड गरेको छैन। अब इन्ट्रोडक्सन त इन्ट्रोडक्सन भइहाल्यो, त्यही हो, सानो सानो पुछापुछी, यो डिजाइन किन गरिन्छ, अब फाइदा के हो, बेफाइदा के हो, यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। अब कनेक्सन, अब स्टिल स्ट्रक्चर कसरी कनेक्सन गर्नु त, अब यहाँ वेल्डेड, बोल्डेड, अब रिबेड एन्ड
यिनीहरूको बारेमा देख्न जानुपर्छ र यो सबभन्दा इम्पोर्टेन्ट चाहिँ 2 नम्बर छ है। यो 2 नम्बरको चाहिँ बारेमा चाहिँ अलि डिटेलली यो च्याप्टर नम्बर 2 लाई छोड्दैन छुन्नु होइन। च्याप्टर नम्बर 3 चाहिँ अलि सिम्पल छ र अलिकति भनौँ न डिजाइन पार्ट प्लस हरेकमा थ्योरी प्लस डिजाइन छ, यो कुरा चाहिँ याद गर्नु है। मैले भनिदिइहालेँ च्याप्टर 1 बाहेक है। र फ्लेक्सिबल मेम्बर अब भनौँ न यो चाहिँ अब स्टिल मेम्बर, अब यसको टाइप यो पनि थ्योरी प्लस डिजाइन। अब यसमा त झन् आइएस कोड यो यसको लागि त मैले अघि भन्थेँ नि लाइभ लोड सुरुमा भन्थेँ नि मैले हजुरलाई लाइभ लोडको लागि छुट्टै कोड छ, डेड लोडको लागि छुट्टै, विन्ड लोडको लागि छुट्टै, अनि स्टिलको लागि छुट्टै, टिम्बरको लागि छुट्टै भनेको यही विषयलाई नै हो होइन। र हेर्न सक्नुहुन्छ च्याप्टरहरू सरसर्ती हेर्न सक्नु होला। र जम्मा च्याप्टर नम्बर 6 सम्म छ, 15 आवरको रहेछ होइन। अब प्रोजेक्टको कोर्स प्रोजेक्ट हेर्नु होला होइन, पज गरेर। अब फाइनल इक्जाममा आउनु मेन के हो, च्याप्टर नम्बर 2 हेर्नु। बरुभन्दा 3 बाट कमाउने, तर 2 बाट चाहिँ तपाईँले यहाँबाट 2, 5 र 4 मात्र पढ्नुभयो भने पास हुनलाई धेरै सजिलो छ। र यसो थ्योरी मिलाएर तर बुझेर पढ्नु होला। मैले अहिले पनि भनिहालेँ यो माइनर अलिकति तल माथि हुनसक्छ। अब यो 4 को ठाउँमा चाहिँ 4 मार्कको ठाउँमा चाहिँ 6 मार्ककोसम्म सोधिन्छ, यो 15 को ठाउँमा चाहिँ फेरि 14 मार्कसम्म सोधिन्छ, यो 14 को ठाउँमा फेरि 18सम्म 18 त सोध्दैन होला, 16सम्म सोध्छ, नत्र घटीमा पनि 12सम्म सोध्छ। अब कति इम्पोर्टेन्ट छ, सबै डिजाइनको पार्ट हो। र त्यही भएर यो चाहिँ च्याप्टर थोरै भए पनि डिजाइन गर्नुपर्ने थुप्रो छ, रेफरेन्सहरू हेर्न सक्नुहुन्छ। र हामी अर्को सब्जेक्टतिर जाउँ है त। अर्को सब्जेक्टको अझै बाँकी छ, भर्खर छैटौँ मात्र विषय भएको छ है त आजसम्म मैले गनिरहेको छु। अब त्यो भिडियोमा पनि छँदैछ होइन। कुन छुट्यो त, इन्जिनियरिङ हाइड्रोलोजी, हजुर यो पनि बाँकी छ। इन्जिनियरिङ हाइड्रोलोजी हो माई गड, तपाईँहरूले पढ्नुभयो होला थर्ड सेमिस्टरमा फ्लुइड मेकानिक्स, त्यहाँदेखिको हाइड्रोलिस अनि हाइड्रोलिसदेखिको अब यहाँनिर अब भनौँ न यसको बारेमा चाहिँ अब अलिकति पहिला पनि पढिरहेको भएर म अलिकति डेप्थमा चाहिँ यसलाई एक्सप्लेन गर्छु, अलिकति टाइम लाग्न सक्छ होइन। अब यसमा च्याप्टरको कुराकानी गर्नुपर्दा अब ठिकै छ, खासै धेरै होइन, 6-7वटा जति च्याप्टर छ र इम्पोर्टेन्ट छ र यो सुरुदेखिकै छ। अब म सुरुदेखिको भन्छु त, पहिला मार्कै हेरौँ न, पहिला मार्क हेर्नु, त्यहाँदेखिको म मेरो कथा सुरु गर्छु होइन। म टपिकहरू चाहिँ सरसर्ती भनिदिन्छु, अनि तपाईँहरू अब यो पज गरेर हेर्दा पनि भइगयो। पहिला मार्क हेर्नु भन्नुको कारण चाहिँ के हो भन्दा पास हुनुको लागि अगाडि कुन नोटिस त हुनु पऱ्यो नि। च्याप्टर नम्बर 6, 7 अनि 2, 3 लाई याद गर्नुभयो भने, राम्ररी पढ्नुभयो भने 2, 3 लाई चाहिँ अलि राम्ररी नै हेर्नु होला, अलिकति त्यस्तो न्युमेरिकल टाइपको छैन कि। अब हामी टपिक अनुसार जाउँ है त। अब इन्ट्रोडक्सन होला पहिला, अब यसको एप्लिकेसन कहाँ युज हुन्छ। अब यो हाइड्रोलोजिक साइकल यो अलिकति इम्पोर्टेन्ट छ। अब यसको हिस्ट्री, अब कहाँबाट आयो, कसरी आयो, अब नेपालको बारेमै होला होइन। प्रिसिपिटेसन, अब आकाशबाट जे कुरा खसे पनि त्यसलाई भन्छ प्रिसिपिटेसन है। इन्ट्रोडक्सन भन्नाले अब त्यसबारेमा छलफल अलिकति, अब के कस्तो कहाँबाट आयो, के गरी आयो, त्यस्तो कुराकानी अलिकति हिस्ट्रीतिर कुराकानी गर्छ नि। प्रिसिपिटेसन भन्नाले आकाशबाट पानी, अब हाम्रो झऱ्यो, आकाशबाट हाम्रो पानी झऱ्यो है। अब पानी झर्नु, अब स्नोफल झर्नु, अब पानी पर्नुलाई नि फेरि प्रिसिपिटेसन भनिँदैन, आकाशबाट जे फल हुन्छ, जस्तै स्नोलाई पनि प्रिसिपिटेसनै भनिन्छ। अब त्यसमाको कजेसहरू होइन यहाँ थुप्रो छ। स्नो यसपालि ओल्ड कोर्समा मैले हिजो भर्खर हेरेको थिएँ होइन, यति पार्ट छ नि, यति पार्टसम्म चाहिँ ओल्डमै छ, तर यति चाहिँ नयाँ थप्दैछ क्या। स्नो स्ट्रोमा हाइड्रोलोजी थपिदिएको छ। अब केही छैन, पानीको ठाउँमा स्नो हो, अरू केही पनि होइन। अनि अब्स्ट्याकल फ्रम प्रिसिपिटेसन हाइड्रोलोजिकल लस भनिन्छ। यो भन्नाले फेरि तपाईँहरूले कस्तो खाले लस सम्झिनु भएको, त्यो पाइपबाट पानी छुने त्यस्तो भनेर सम्झिनु भएको छ नि, नसम्झिनु होला। म भन्छु सलगतीलाई इमेजिन गर्नु, एउटा डाँडा छ, एउटा डाँडाबाट पानी परेर टन्ने पानी परेर, अनि त्यो पानी पर्दाखेरि त्यो पानीदेखिको खोलासम्म आउँदाखेरि त्यो पानी झर्दाखेरि कहीँनिर पानी सोच्ने, पहिला माटोले सोच्छ है, त्यहाँनिर भयो। अनि अर्को रुख बिरुवाले सोच्ने भयो, त्यहाँदेखिको पानी झर्दै गर्दाखेरि पानी खाल्टो त्यो खुबिल्टाहरूमा भरिने भयो, त्यो पानी पनि अनि गएन हो, त्यसलाई नै भन्छ अब्स्ट्याकल फ्रम प्रिसिपिटेसन। यो कुरा याद गर्नु है त। मैले पानीलाई लिएर भनेछु र प्रिसिपिटेसनको मैले माथि पनि भनिसकेको छु। र अब त्यसलाई चाहिँ होइन, अब यहाँनिर अब थुप्रो छ, यहाँनिर इभापोरेसन, अब यो छुट्टै यो सब टपिक बनाएरै पढाउनुपर्छ।
अब मैले टपिक मात्र सम्झाइदिन्छु भन्छु, अब तपाईँहरू हेर्न सक्नुहुन्छ। अब सर्फेस रन अफ, अब सर्फेस रन अफ अब पानी त्यही हो, सर्फेसमा चाहिँ कसरी रन अफ हुन्छ त्यही हो। अलिकति यसको इम्पोर्टेन्ट भने 4.1 अलिकति सोध्न सकिन्छ। र क्याचमेन्ट भनेको हजुरहरूलाई थाहा छैन। अब पानीलाई चाहिँ सबै ठाउँबाट आएको पानीलाई एक ठाउँमा स्टोर गरेर राख्नु भन्नु, स्पेसली गाउँघरमा हुन्छ। अब त्यही पानीलाई चाहिँ अब सर्भिस रन अफ सरी यहाँनिर अलिकति मैले भन्न बिर्सेँ। सर्भिस रन अफ भन्नाले खोलासम्म त पानी आयो, अब त्यो पानीको डिस्चार्ज मेजरमेन्ट गर्नु पऱ्यो, त्यसको प्रक्रियाहरू भन्यो च्याप्टर नम्बर 5ले। र च्याप्टर नम्बर 6ले हाइड्रोग्राफ एनालाइसिस भनेछ। अब त्यही हो, कुनै पनि सर्टेन एरियाको चाहिँ होइन, अब त्यो ठाउँको चाहिँ अब इमेजिनेसन ग्राफ भने जस्तै हो यो अलिकति होइन, त्यसरी बुझ्नु होला होइन। अब यसको चाहिँ अब हेर्नु डेभिएसनहरू छ होइन, के हो। अब यो चाहिँ हाम्रो चाहिँ अब यहीँनिर सकियो होइन, यहाँनिर चाहिँ लगभग सबै सक्यो कि एनालाइसिस पार्ट। अब जस्तै हाम्रो खासमा यो च्याप्टर नम्बर 6सम्म चाहिँ पुरै कथा नै थियो होइन। अब जस्तै रामको घर पहिला खन्यो, त्यहाँदेखि जग हालेदेखि अनिखेर वालहरू उठायो, डिपिसी उठाएर पिसिसी गरेर फेरि वालहरू उठायो, लोड बियरिङ त्यस्तै त्यस्तै कथा थियो भने अब यहाँनिर त्यो कथा छैन। यहाँ जम्मा अब फ्लड हाइड्रोलोजी भन्नाले ठुलो ठुलो बाढी आए बेला हामीले इस्टिमेट गर्नु पऱ्यो होला है। आजभन्दा 200 वर्ष अगाडि चाहिँ यतिसम्म चाहिँ पानी आएको थियो, यतिसम्म हाई भर्सेस डिस्चार्ज भर्सेस टाइम, यति टाइममा चाहिँ यति बाढी आउँदो रहेछ भन्ने अब त्यो थाहा पाउनु पऱ्यो। र यहाँनिर अब यस्तो थाहा पाउनको लागि यता प्रोबेबिलिटीतिर जानु पऱ्यो। र हामीले 4th सेममा प्रोबेबिलिटी भन्ने मैले यो टपिकै पढाएको थिएँ, काई स्क्वायर टेस्ट भन्ने मजाले बुझ्ने छ फिट। अझै मैले त एट्रिब्युट्स अफ उस पनि पढाइदिएको छु र केही छैन। अब यो सबै प्रोबेबिलिटीको कुराकानी हो। हामीले भनेको अब प्रब्लमको सोल्युसनतिर जानु पऱ्यो कि इन्जिनियर भने चाहिँ त्यस्तो हुनुपर्छ होइन। र अब यो फ्लडको कुराकानी भयो। अब फ्लडको रुट चाहिँ कसरी चेन्ज गरिदिनु त। अब लास्टै ठुलो पानी आयो अरे होइन, अब त्यो बाढीले चाहिँ अब एउटा पुरै सहर छ अरे, यहाँदेखिको 110 किलोमिटर तल चाहिँ ठुलो सहर छ अरे, अनि त्यहाँ चाहिँ खोलाको छेउमा है सोध्नु। अब त्यो फ्लड रुटलाई अब नामै रुट भन्छ बाटो चेन्ज गरिदिनु क्या। त्यो 10 किलोमिटर तलको सहरभन्दा अगाडि एउटा छुट्टै गएर ड्रेनेज बनाइदियो भने उतातिर पानी कम जे भए पनि कम बाढी जाने भयो नि हो, त्यतातिर प्रब्लमको सोल्युसनतिर लानु भन्न खोजे हो, अरू केही पनि होइन। च्याप्टर नम्बर 8ले र ट्युटोरियल पज गरेर हेर्नु होला। थुप्रो छ ट्युटोरियल 20वटा, यो के भन्ने अब यो ट्युटोरियलहरू मैले पनि यो प्र्याक्टिकलहरू पनि अब यस्तै यस्तै गराउनु पर्ने हो। यो आइओई बेस अन सिलेबस हो र यो केयु पियुसम्म केही मिल्दा पनि मिल्दैन। र च्याप्टर नम्बर 1मा हेर्न सक्नुहुन्छ। अब त्यही हो, 6, 7, 8 अनि 2, 3 पढ्नुभयो भने पास हुनलाई इनफ हुन्छ। अरूमा ध्यान नगए पनि तै पनि मैले भनिहालेँ, कथादेखिको कथा एउटा च्याप्टरदेखिको अर्को च्याप्टरसम्म लिङ्क छ क्या। त्यही भएर राम्ररी बुझेर पढ्नुभयो भने बबालै हुन्छ होइन। ल है त हाइड्रोलोजी पनि भयो, मैले कुन गरेँ त 7वटा पुग्यो होला सायद। एकचोटि म फेरि पनि यहाँ उसमा चेक गर्नेछु होइन, पुगेन कि। 7वटा विषय फिक्स हो र पहिलाको जस्तो अलिकति उस छैन। यहाँ हेर्नु त फाउन्डेसन इन्जिनियरिङ 3, 4, 5, 6, 7 ल ट्याक्कै 7वटा पुगेको रहेछ। ल ठिकै छ। अब आज चाहिँ हामीले यो भनौँ न सिलेबससम्म चाहिँ अन्तर्गत सबै कुरा जति हामीले चाहिँ सिलेबस 5th सेमले भर्खर आइओले निकालेको 5th सेमको चाहिँ अब पुरै भनौँ न निकालिसकेको सिलेबसको डिस्कसन पनि आजबाट सकियो। अब यो साथीहरूलाई पनि माझमा सेयर गरिदिनु होला चाँडोभन्दा चाँडो, किनकि अब म आफैले पनि अब ढिलो पायो यो सिलेबस होइन, त्यही भएर भिडियो आउनु धेरै ढिलो भयो। र अब हामी चाहिँ डाइरेक्ट अब ट्रान्सपोर्टेसन इन्जिनियरिङबाटै म भिडियो अपलोड गर्छु होला, किनकि त्यहाँदेखि फाउन्डेसन इन्जिनियरिङ कि ट्रान्सपोर्टेसन इन्जिनियरिङ यस्तै डिजाइनको पार्टभन्दा पनि अलिकति डिजाइन नभएको पार्ट जतिबाट चाहिँ सुरु गरौँ जस्तो लागेको छ। र भिडियो त्यही अनुसारले अपलोड हुन्छ र तपाईँमा आजमा आइहाल्छ भिडियो। हवस् त आजले यति नै। कृपया भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला।